पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अमेरिका र इरान बीचको महत्वपूर्ण वार्ता असफल भएको छ। 21 घण्टा छलफल तर कुनै सहमति भएन। आखिर किन बिग्रियो यस्तो ठूलो बैठक? युनाइटेड स्टेट्स र इरान बीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ। त्यसैले कम गर्नको लागि दुवै देशका प्रतिनिधि इस्लामाबादमा बसे। उद्देश्य थियो तनाव घटाउने र नयाँ सम्झौता। यो वार्ता असफल हुनुको पहिलो कारण न्युक्लियर प्रोग्राम। अमेरिकाको स्पष्ट भनाइ अनुसार इरानले आफ्नो न्युक्लियर प्रोग्राम रोक्नुपर्छ, तर इरानले यसलाई आफ्नो अधिकार भन्दै मान्न अस्वीकार गरे। दोस्रो कारण सेन्सन र डिमान्ड। अमेरिकाले सुरक्षा चाहियो, तर इरानले भने हामी माथिको इकोनोमिक सेन्सन हटाऊ। दुवै पक्ष आफ्नो अडानमा अडित रहे। तेस्रो कारण ट्रस्ट इस्यु। दुवै देशबीच विश्वासको ठूलो कमी छ। सम्झौता टुटेका कारण कसैले पनि कसैलाई पूर्ण विश्वास गर्न सकेन। र चौथो कारण एक्स्ट्रा विवादहरू, तेल रूट, क्षेत्रीय प्रभाव र कम्पेन्सेसन जस्ता अन्य मुद्दाहरू पनि मिल्न सकेन। 21 घण्टा छलफल भए पनि एग्रिमेन्टमा सहमति हुन सकेन र अन्त्यमा वार्ता बिना नतिजा टुङ्ग्यो। यो असफलपछि मिडल इस्टमा तनाव झन अझै बढ्न सक्ने अनुमान गरिएको छ। के यो द्वन्द्व अझै जारी रहन्छ? तपाईको विचारमा के छ? अमेरिका र इरान बीच कसले पहिला झुक्नुपर्छ? आफ्नो ओपिनियन कमेन्टमा राख्नुहोला र यस्ता जानकारीका लागि हाम्रो पेजलाई फलो गर्नुहोला।